कति चल्छ क्या यसलाई त मजाले ड्याङ हानिन्छ ओए हात ठिक गर सो यो गाइज अब म फेरि जानु लागेको छु बाहिर अहिले चाहिँ पानी परिरहेको छ सो म छाता लिएर बहिनीसँग मजाले जानु लाग्यो अहिले बस स्टपमा हामी फेरि कुरिरहेको छ अनि यहाँ अब अहिले पानी धेरै नभरे पनि पर्नु परिरहेको छ सो अब आई थिङ्क 2 मिनट्समा बस आउँछ अनि आएपछि चाहिँ गो अपमा ओ सो आई डोन्ट हेभ एनी आइडिया अबाउट द कार्स बट द्याट वाज द पोर्स अनि क्या राम्रो देख्यो यार त्यहाँ स्वाट यताबाट यसरी गएर चाहिँ क्या बवाल लाग्दिरह क्या अब यसलाई किन यता चढ्दा मलाई थाहा छैन है फुल लाइक आज 6-7 डिग्री होला मेबी अनि म यता कुरिरहेको छु छाता लिएर बस्ने खै कहिले आउने हो एकचोटि आउनु पऱ्यो यसो लाइक बस चाहिँ यताबाट आउँछ क्या सो गाइस बस चाहिँ पुरै खाली भएको छ है अहिले लाइक पुरा एम्टी बस छ अनि या त्यो यहाँ छ आई मिन यहाँ भयो सो बस पनि गयो खाता मेरो हातमा छ बहिनी यता साइडमा छ अब आई हेभ टु वेट फर द अदर बस किनकि त्यो बस चाहिँ सिधा जान्छ होइन अनि अर्को बस चाहिँ लाइक म जानुपर्ने ठाउँमा जान्छ कि सो या सो अब त्यो अर्कोवाला आएपछि मात्र म जान पाउँछु सो आइ एम वेटिङ फर द बस अब आयो भन्ने बित्तिकै अर्को बस पनि आइहाल्यो यसलाई के भन्ने क्या म उता एकछिन बस आयो भने हेरिरहेको है ए दिस इज नट द बस यता चल्न थाल्यो कि ऊ नचल नचल कति चल्छ क्या यसलाई त मजाले ड्याङ हानिन्छ ओए हात ठिक गर राम्रो लगा So let me check once हैन बस कहिले आउँछ 109 अहिले सो यो 6:40 मा आउने भएन अहिले कति बजेको हेर्छ त गाइस सो ठ्याक्कै हेर्न गयो ठ्याक्कै आइहाल्यो इट्स एक्ज्याक्टली 6:40 अनि बस आयो अब यसमा चढेर जाने हामीहरु चाहिँ सो यो गाइस हैन म चाहिँ अहिले हार्वर्ड जान लागेको छु हातमा कफी बोकेर आई मिन हट चकलेट बोकेर बस आयो सो या लेट मी गो अनि आई विल टक टु यु सो मलाई चाहिँ अब उता बस्ने भन्दा जान मन लागेको थियो सो मैले बस समातेँ अब म हार्वर्ड जाँदैछु अनि त्यहाँबाट मेबी एकछिन घुमेर म फेरि फर्किन्छु अनि मम्मीहरूसँग घर जान्छु होला आई थिङ्क टुडे सो गाइज राइट नाउ होइन आई डोन्ट इभन नो कि म कता छु लाइक म हार्वर्ड घुम्नलाई आएको लाइक म एकचोटि चाहिँ आएको छु अब आई डोन्ट इभन नो लाइक इफ आइ एम ट्रान्सपासिङ एनी कसैको होइन प्रपर्टीभित्र होइन लाइक म त्यताबाट डस्टबिन खोजिरहेको छु किनकि भिडियो सुट गर्नु पऱ्यो अरे के यो हातमा छ अब यसलाई फाल्छु कि म आई थट दिस वाज अ डस्टबिन लाइक आइ एम टोटली लस्ट होइन अहिले अनि स्टिल लाइक आइ एम ट्राइन अ सर्च समथिङ हो माइ गड मलाई डर लाग्यो यार यो ठाउँमा त कोही छैन सेट म होइन अब मान्छे पनि लाइक यता एउटा दुइटा भन्दा बढी छैन क्यारे होइन सो आई थिङ्क द्याट्स अ डस्टबिन लेट्स गो आई मिन लाइक म पुरै हराइसकेँ क्या अहिले लाइक म छ्या मेरो जुत्ता तर कस्तो यार स्याड भइदिएर यार कहाँ पुगेँ कहाँ छु मलाई केही थाहा छैन क्या अहिले मान्छेहरू यताबाट जानु त गइरहेछ यता त डस्टबिन दिस इज द डस्टबिन दुड सो गाइज राइट नाउ चाहिँ म लस्ट भइसकेँ होइन लाइक पुरा आइम लस्ट कि अहिले कुन चाहिँ ठाउँमा चाहिँ थाहा छैन है आई जस्ट नो द्याट आइ इन हार्वर्ड अनि म कहाँबाट चाहिँ म घर जानु चाहिँ मलाई अलिकति आइडिया छ ओ माई गड क्या आउँछ यो अनि त्योभन्दा बढी मलाई केही आइडिया पनि छैन है अब म यहाँ हार्वर्ड युनिभर्सिटी छिर्छु भन्ने दिमागमा छ कि किनकि लास्ट टाइम म छिरेको थिएँ अनि इट वाज लाइक रियली गुड अनि मलाई हेर्न मजा आइरहेको थियो क्या अब यता चाहिँ म अघि त्यो बाटोबाट आएँ होइन लाइक यो मान्छेहरू यताउता गइरहेछ होइन आई वाज फलोइङ देम बट आई थिङ्क दिस इज द थिङ के
अगाडि यो बिल्डिङ छ नि यो बिल्डिङ नभन् मलाई खै थियो टावर जस्तो त्यो पछाडि म जानुपर्ने हो क्या अब म कुन चाहिँ एरियाबाट म छिरी लाइक मसँग अब धेरै टाइम पनि छैन है लाइक कुन ठाउँबाट जाने भने आफूलाई थाहा हुनु पऱ्यो अब लाइक खै कहाँ पुगेँ म फेरि बाटो पुरै शान्त छ है अब मलाई थाहा छ नि ओ यस मैले बुझेँ कहाँ पुगेँ म अब यहाँबाट लाइक आई क्यान इजिली गो ब्याक होम एन्ड इजिली गो टु हार्वर्ड युनिभर्सिटी किनकि यो ठाउँमा म अस्ति भर्खर लाइक बिफोर फ्यु मन्थ्स आएको थिएँ मलाई याद छ क्या लाइक जस्ट लुक एट द भ्यू गाइज लाइक यस्तो तर यार बाटो चाहिँ एउटा सिक्नु पऱ्यो क्या मैले एक दुईचोटि आएर नि मलाई पुगेन क्या अब एक्लै घुम्न पाएपछि कति फ्रिडम पाउँछु यार आई थिङ्क दिस इज द हार्वर्ड युनिभर्सिटी लेट मी चेक इट आउट बिकज आई रियली डोन्ट नो है सो आई वाज लस्ट अनि यो वाला बाटोमा चाहिँ म अस्ति नै पहिला नि आएको थिएँ अनि अहिले चाहिँ म यता लाइक हार्वर्ड युनिभर्सिटीमा एन्टर गर्न लागेको छु सो आई थिङ्क दिस इज द युनिभर्सिटी राइट नाउ अब आई डोन्ट नो So I'm inside the Harvard University right now, and like so Harvard University. This is the full thing. I thought they were calling me, but I'm Reza. So yeah, I'm at the Harvard University. Pani parako cha, ani yeah. This is the thing. Finally, for the first time, I ekle aira chu eta haina like John Harvard founder. So yeah, ani my first time to get out like this area. So like meal like all these people unfortunately I don't have so much So म फेरि यतै आएँ किनकि आई हेभ लाइक 15 मिनट्स अझै अनि आई होप यता कोही आओस् किनकि मलाई एउटा यता फोटो खिच्न मन छ सो एउटा फोटो नि खिचियो अब आई एम रिटर्निङ ब्याक किनकि यता गर्नलाई यार केही छैन So yeah, this is the Quincy Street as all हैन लाइक यो पुरै Quincy Street हो अनि यता अहिले चाहिँ कोही मान्छे छैन सो इट्स लाइक रियली पिसफुल राइट नाउ पानी परेकोले नि होला बाँकी मैले गर्नुपर्ने जति सबै मैले यता भ्लग बनाइसकेँ हैन बाँकी मैले भ्लग रेकर्ड गर्न मिल्ने जति सब मैले गरिसकेँ अब आई एम रिटर्निङ होम बिकज बस आउन लागिसक्यो अनि यो मिस गरेँ भने मलाई अलिक धेरै नै गाह्रो हुन्छ सो या यस्तो अकवर्ड फिलिङ भइरहेको थियो मलाई किनकि हार्वर्डमा गएर म यसरी चलिरहेको छु कि धन्न मलाई निकाल्न त निकालेन बट स्टिल अब या इट वाज रियली फन अब एक्लै फर्स्ट टाइम घुम्न आएँ होइन म यता अनि आई एक्सपिरियन्स अ लट अफ थिङ्स लाइक हाउ टु नेभिगेट अ रोड होइन हाउ टु नेभिगेट अ प्लेस अब एज पर माई एक्सपेक्टेसन होइन त्यो अगाडि सिधा चाहिँ मोस्ट प्रोबेबली एउटा बस स्टप छ क्या अनि त्यो बस स्टपले चाहिँ मलाई म पुग्नुपर्ने ठाउँमा पुऱ्याइदिन्छ हो बट इफ माई एक्सपेक्टेसन इज रङ म आई डोन्ट नो म कसरी घर फर्किन्छु बट स्टिल आई विल ट्राई माई बेस्ट होइन लाइक उता एउटा बस स्टप हुनुपर्ने हो कि ठ्याक्कै सिधा अब या दिस इज USA सो अघि आई वाज सेङ वाट इज दिस होइन यो कुन बिल्डिङ होला हानेको सो दिस इज कल्ड मेमोरियल हल भन्दो रहेछ यसलाई आई डोन्ट नो इफ यु गाइज क्यान सी इट प्रपरली बट या सो दिस पछाडिको बिल्डिङ इज मेमोरियल हल अनि अब म बस स्टपमा जान्छु ओ बस गयो है म कुद्नु पर्यो यार
बस त्यहीँ छ अनि आई हेभ टु रन फर द बस. Oh no. I don't know म के गरौँ. ओके बस भ्याए है कि यो बसमा जानुपर्ने हो क्या म. सो आइ एम जस्ट रनिङ अराउन्ड. यो बस छुट्यो होइन आई विल बी रियली लेट. सो या दिस इज द बस स्टप. अब म घर फर्किन्छु. सो गाइज म अहिले हार्वर्ड नै घुमेर आइयो. अब एकछिनमा मम्मीसँग म घर फर्किन्छु एन्ड द्याट विल बी इट. यहाँ के भइरहेको थियो भर्खर कन्टेन्ट खै. कन्टेन्ट के हुनु आजको दह्रो मिसिङ हुनेवाला के भन्ने त्यसलाई. हार्वर्डमा हराएको. सो हार्वर्ड पनि गयो. अब त्यहाँबाट एक्लै जानु पायो. फाइनली द डे इज ओभर. बिहान ग्रोसरी सपिङ गयो त्यसपछि मम्का गयो त्यहाँबाट हार्वर्ड गयो निस्कि. अनि त्यहाँ हार्वर्ड गयो. हार्वर्डमा म हराएँ होइन. अनि हार्वर्डमा हराएपछि फाइनली अब घर जाँदैछु. मम्मी र सायद यहाँ भयो यस्तो. सो दिस इज इट फर द भ्लग. सी यु नेक्स्ट टाइम. Till that time, bye bye, take care and peace out. What is the height difference?